ब्लग बनाउन भिडियो अब नेपालको सुपरस्टार हिरोहरू आउँदैछ होइन हिरो होइन भिलेन हो ए भिलेन पो मैले उल्टो भनेको क्या हिरो त मलाई मनै पर्दैन गाटो दुःख गर्नु पर्यो अरे भिलेनले कस्तो एस गरिदिन्छ होइन कस्तो केटीहरू ट्याक्क राखेर होइन यत्रो यत्रो गोल्डको सुन लाएर होइन भिलेनको पो लाइफस्टाइल राम्रो हुन्छ हिरोको त लास्ट स्ट्रगल लाइफ हो क्या त्यस्तो स्ट्रगल लाइफ पनि छ जस्तै हाम्रो पनि स्ट्रगल लाइफ हो नि त नि अहिलेसम्म खै के गरिएको छ आजै राम्रो लुगा लाएर हिँडेको भनेको नत्र नै झत्तेन म सुजन भाइ के छ अनि आजको नयाँ वर्ष नयाँ वर्ष पनि शुभ जाओस् उत्तर प्रगति होस् होइन 2082 साल राम्रोसँग बितोस् 81 जस्तो भयो भने मेरो 81 त ग्रह दशा जस्तो भएछ त्यही त अब 82 कस्तो हुन्छ होप गरौँ यस दाइको यो च्यानलमा लाइक सब्सक्राइब गरिदिनु सेयर गरिदिनु सकेसम्म होइन राम्रो गरिदिनु आउँदो दिनहरूमा रोमानियाको भ्लगहरू आउँदै जान्छ यस्तै हो होइन भ्लगहरूमा अब देखाउँदै जान्छौँ अब राम्रो भयो भने हामीले समय मिलायौँ भने सकेसम्म देखाउनेछौँ तपाईँहरूलाई रोमानियाको ठाउँहरू जग्गाहरू अनि अहिले आएको चाहिँ हामी यो रोमानियाको ताल हो होइन तर यसलाई चाहिँ पोखराको फेवा लेक भने जस्तै रोमानियाको फेवा लेक राम्रो छ एकदम हेर्नु राम्रो छ होइन बवाल छ कतिमा घुमाउनु जस्तो मेन जक्सन नगएर सोधौँ न जम्दौ त यहाँनिरको मेन बिक्री भनेको चाहिँ हरियो पोलेको मकै सिनेको मकै एकदम ताजा ताजा फ्रेस खानु पाउँछ हो दामी हो यहाँको एकदम नेपालीहरूले बाहिर आउनेहरूले होइन खाना ओभर रुचाउने भनेको त्यही हो क्या पोलेको मकै राम्रो टेस्ट छ होइन अघि नै खाइसकेँ तपाईँहरूलाई देखाउन पाइनँ भिडियोमा त्यसको लागि म क्षमा प्राप्ति छु होइन यस्तै छ है अब यहाँनिर तपाईँहरू होइन रेस्टुरेन्टमा अब बस्न साटो यहाँ 9 मै पनि बसेर लन्च हान्न सक्नुहुन्छ मजाले यसो साथीभाइसँग रमाइलो गर्दै मिठो कुराकानी गर्दै यसमै बसेर अब यसको ड्राइभर चाहिँ अहिले छुट्टीमा गएको छ होइन नभए तपाईँहरूलाई म यसमा पनि यसो ट्रिप भनेर देखाइदिन्थेँ छुट्टी भएको कारणले गर्दा हाम्रो केटाहरू पनि जम्मै आएको छ आज रमाइलो चाहिँ हान्नुपर्ने हो तर लगभग अहिलेको स्थितिमा यो पानी जमिरहेको छ पानी परिरहेको छ हुनाले पनि बन्द रहेछ भित्र जानु पनि मनाइ रहेछ पानी धेरै भइसक्यो पानी बढेको रहेछ खोइ त अनि आज के बन्द छ क्या काउन्टरै बन्द रहेछ किन काउन्टर बन्द छ आज यो त अहिले यो मौसममा छिर्नु अनि हामी त्यत्तिकै आउने मात्रै हो के हो बोर्ड त सब निकाल्दैछ बोर्ड त त्यही नै हो चिसो भएको कारणले गर्दा होइन अनि रिटर्न अब घर जाँदैछु होइन गाडी यो चाहिँ मैले किनेको सपना नगएको है त्यति नै हटाउनु चाहिँ यो मैले किनेको सपनामा हो सायद भोलि पर्सि मैले यस्तो नि किन्छ होला युरोपमै बस्यो भने कि त हो हिजो राति मैले यही किनेर दिएको जस्तो लागेको थियो मलाई कन्फ्युजमा छ त्यो नयाँ साल मनाउने बेलामा होइन अब किन त किन्यो कसको किन्यो अब थाहा छैन अब मान्छे अब स्कुटर के भयो अनि
यसरी स्कुटरमा के हालेछ यहाँ हेर ल जुत्ता यसरी हालेछ ऊ होइन जुत्ता हाल्दै गर्छ उसले हाल्दै गर्छ अब हामी यता साथीहरू के गर्दैछौ रुम जानुलाई लोकेसन हाल्दै हेर्दै रहेछ तिनजना चाहिँ अब स्कुटर नभएर कारमा आउनु परेको होइन त्यही भएर अलिक पैसा लाग्यो केटाहरूको कतिजना छ चिसो भएको छ यहाँ दामी बाइक छ एउटा नसक्ने अब होइन हेर्न त सक्छौ नि बाइक त दामी छ नि फेरि चिसोले मात्र हो खै यो कति महिना भयो चिसो बढेको छ काम गर्न अलिकति माहौल चाहिँ खराबै बनाएको छ बनाएको भिडियो बनाइरहेको कि हाम्रो भिडियो बनाएको पल्सा हो पल्सा रोमानीको पल्सा हो है नेपालको होइन रोमानीको I like the movie. दसैँ कस्तो हुन्छ केटाहरू अझ दसैँहरू नयाँ साल नयाँ वर्ष नयाँ नयाँ साल है नयाँ नयाँ माल है तिम्रो दारी हेर्न आएको र यहाँ